अमेरिकामा यतिखेर अत्यन्तै अचम्म लाग्दो पनि र इन्स्पायरिङ घटना भइरहेको छ र अमेरिकन जनताले यसलाई सहृदयतापूर्वक अत्यन्त करुणाका साथ स्वीकारिरहेका छन्। टेक्ससको डालसबाट बुद्धिस्ट भिक्षुहरू, बौद्ध भिक्षुहरू अहिले हिँडेर 2300 मिल अर्थात् करिब 3760 किलोमिटर हिँडेर उहाँहरू टेक्ससदेखि वाशिङटन डिसी, राजधानी वाशिङटन डिसीसँग पैदल यात्रा गर्दै हुनुहुन्छ। बौद्ध भिक्षुहरू 19-20 जनाको समूहमा हुनुहुन्छ। उहाँहरूमध्ये कोही 21 वर्षका हुनुहुन्छ भने कोही 68-70 वर्षसम्मका भिक्षुहरू पनि हुनुहुन्छ। उहाँहरू अहिले अमेरिकाका विभिन्न राज्यहरू क्रस गर्दै जाँदाखेरि विभिन्न राज्यमा अमेरिकनहरूले समूहमा भेला भएर उहाँहरूलाई फुल दिने, गिफ्ट दिने, खानेकुराहरू अफर गर्ने अनि पानीहरू दिने गरिरहनु भएको छ। त्यसका साथसाथै उहाँहरूले पनि त्यो फुलहरू बच्चाहरूलाई दिने ब्लेसिङ्सको रूपमा त्यस्तो गरिरहनु भएको छ। इन्टायर अमेरिकाभरि अहिले एउटा यस्तो खालको यो अत्यन्तै पोजिटिभ मेसेज गएको छ कि यसले वर्ल्ड स्टेजमा एउटा एकदमै ठुलो परिवर्तन ल्याउन सक्ने यसको क्षमता छ। किनभने उहाँहरूले कुनै नाराबाजी गर्नुभएको छैन, उहाँहरूले कुनै साइन डिस्प्ले गर्नुभएको छैन, उहाँहरूले कुनै पनि किसिमको मेसेज दिनुभएको छैन एक्सेप्ट वर्ल्ड पिस। अनि उहाँहरूको त्यो अभियानको नाम, पैदल यात्राको नाम चाहिँ वाक फर पिस हो। यो टेक्ससबाट सुरु भएर फेब्रुअरीमा वाशिङटन डिसीसम्म पुग्छ। एउटा अचम्म लाग्दो कुरा के छ भने उहाँहरूको ग्रुपमा एउटा कुकुर पनि छ र त्यो कुकुरको नाम आलोका हो, उहाँहरूले राख्नुभएको नाम। त्यो कुकुर अमेरिकन कुकुर होइन। भारतमा त्यस्तै किसिमको पैदल यात्रा गर्नु हुँदाखेरि त्यो कुकुर उहाँको पछि लागेको रहेछ। त्यसपछि उहाँले त्यो कुकुर त्यतिखेर बिरामी रहेछ, अलिकति उपचार गर्नुभयो। त्यसपछि त्यो कुकुर उहाँहरूको पछि लाग्यो र साथ छोडेन। त्यसपछि उहाँहरूले त्यो कुकुरलाई अमेरिका ल्याउनु भयो। अहिले यो 2300 मिल 3760 अराउन्ड 3800 किलोमिटर होला, त्यतिको दूरीमा त्यो कुकुर पनि उहाँहरू सँगसँगै हिँडिरहेको छ। उसले साथ छोडेको छैन र अहिले त्यो कुकुर चाहिँ नि, आलोका चाहिँ नि अमेरिकाका मानिसहरूमाझ, अमेरिकाका बच्चाहरूमाझ अत्यन्तै इन्स्पायरिङ फिगरको रूपमा प्रस्तुत भएको छ। सबै मानिसहरूले उसलाई माया गरिरहेका छन्। जहाँ जान्छन् अनि त्यो कुकुर आउँछ अनि मानिससँग आउँछ, कुकुरलाई अँगालो मार्छन् अनि त्यसपछि त्यो कुकुर फेरि फर्केर बौद्ध भिक्षुहरूसँग जान्छ। कस्तो 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 ब्युटिफुल दृश्य अहिले देख्न सकिन्छ। तपाईँहरू यो सम्बन्धी सम्पूर्ण भिडियो, स्ट्याटस अनि त्यसपछि